हेलो गुड मर्निङ। अहिले चाहिँ म जङ्गलमा गएको से बोकेर अनि जङ्गलमा लाली गुराँस हेर्नु न। लाली गुराँस जङ्गलमा है, जङ्गलमा भनेको यता त खरपखायो हो, यतातिर तलतिर। अहिले चाहिँ जङ्गल चाहिँ जान आँटेको म। फुलेको फुल उडे लाली गुराँस हेर्नु, यति मजाको छ है लाली गुराँसहरू। माई गड, जङ्गल जान आँटेको एक्लै छु, एक्लै हिँडिरहेको छु है। हँसिया बोकेर हिँडिरहेको छु। अरू त केही होइन, यस्तो लाली गुराँस यस्तो मजाको छ कि हाम्रोतिर। लाली गुराँस लाली गुराँस लाली गुराँस हेर्न, यता लाली गुराँस फुलेछ। जङ्गलको बाटो यस्तै छ। यस्तो छ भर्खर काम चुकेको बिहानको किरण यस्तो लाली गुराँसहरू छ। यहाँ लाली गुराँस अघि एक बार ल्याइसक्यो, अब फेरि एकचोटि अहिले फेरि लिन जान आँटेको होइन, काट्न जान आँटेको। हाम्रो लाली गुराँस नेपालीको। माई गॉड what the लाली गुराँस मान्छेको खेत, त तलतिर मान्छेको खेत। खरपाका हाम्रो तल छ यार, तल छ, यता छ लाली गुराँसहरू। जङ्गलतिर सबै लाली गुराँस छ। ओ माई गॉड, तल चाहिँ दाउरा चिरेर राखेको रहेछ। हाम्रोतिर चाहिँ यस्तो हुन्छ कि लाली गुराँसको हेर्न रुख सानो छ। जङ्गल गएकै जङ्गल एक्लै हो कि, फेरि म चाहिँ जहाँ गएँ नि एक्लै हो कि एक्लै। हेर्नुहोस् त, यो तलतिर हेर्नु न, लाली गुराँस देख्नु भएको छ कि छैन हो। त त्यो सबै लाली गुराँस छ कि तपाईँले देख्नु चाहिँ भएको छैन होला, मेरो फोन राम्रो छैन है, तर यस्तै हो। घाँस ल्याउने बिहान एक भारी घाँस, घाँस मात्रै होइन, फेरि अहिले चाहिँ के पाउँछ नि, अब के घाँसै ल्याउँछ, के दाउरा ल्याउँछ ढुकुमा। नाम्लो मात्रै होइन, आज ढुकुर ल्याएको छु है। माई गॉड, यस्तो कत्रा डेन्जरस सियर। यो चाहिँ पानीको
हाम्रो मुहानको पानी खाने यहाँबाट पानी आउँछ, उताबाट ल्याउँछ। यस्तो बाटो यस्तो छ, यस्तो खतरनाक छ। हाम्रो खरपाखा चाहिँ यता पनि हो, यो तल पनि हो। यो माथि चाहिँ जङ्गलै भइरहेछ, कोही छैन मान्छे। अनि घाँस चाहिँ राम्रो हुन्छ त्यता भित्रभित्र। यहाँबाट जङ्गल देखिने, भित्रभित्र घाँस राम्रो हुन्छ। यो तल मुनि हाम्रो, उता डाँडामा पनि हाम्रै छ गाइस। तर मान्छे छैन नि त, मान्छे काम गर्ने मान्छे छैन घरमा। पहिला पो सबैजना थियो, अहिले हामी सबैजना छैन। दाइहरू विदेश छ, म घरमा छ, एउटा दिदी छ, बाबा छ है। यतिजनाले अनि के गर्नु, धेरै छ खरपाखा पनि। यस्तो डेन्जरस छ है बाटोघाटो। यस्तो ठाउँमा हिँड्नुपर्छ हामी। यो तल बाटोबाट आउनुपर्छ हामी। यस्तो माइ गॉड, थाकिसक्यो म यहाँसम्म आइपुग्दा यार। तर हामी जङ्गलमै पुग्नु पर्दैन नि त, आफ्नै खरपाखातिर हो नि त। खरपाखा त कति छ। जङ्गल पुग्न त हामी उता टाढो पुग्नुपर्छ। आफ्नै खरपाखा हो भए तापनि जङ्गल भइरहेछ कि। मेरो फेसै देखेको छैन है तपाईँहरूले। फोन राम्रो छैन, अनि डेन्जरस भइरहेछ। माइ गॉड, लाली गुराँस हेर्नु न यार। आज त खान्छु लाली गुराँसहरू यार। कति मजा छ के। आज त खान्छु। लाली गुराँस खाएर बसौला म त। अहिले चाहिँ उकालो चढ्नु पऱ्यो, फेरि एकछिन ओह्रालो जानुपर्छ। सरी ओह्रालो। अघि चाहिँ उकालो चढेको थियो, अब ओह्रालो। यस्तो जङ्गलमा एक्लै छु, के गर्नु त भाइ। हामीले पनि हेरिदिउँ न है मसँग भन्न। यस्तो छ कि यस्तो। अनि यता चाहिँ हाम्रो खरपाखै हो, यता यो पारी। हेर्नुहोस् गाइस, ओह्रालो चढ्नुपर्छ। यता यो माथितिर अफै। अघि त फेस नदेखेको थियो, अब त फेस देख्यो। फेरि अब फेस देख्दैन, फेरि काममा। हामी त यस्तोमा आज चाहिँ मैले खास यस्तोमा बोकेको थिएन टोकोमा। आज चाहिँ टोकोमा बोकेर हेरौँ भनेर चाहिँ ल्याएको है। लाली गुराँस हेर्नुहोस् त कति राम्रो। उता डाँडामा उयो खरपाखातिर चाहिँ मेरो दिदी उ गरिरहेछ कि, त्यतै होला, घाँस काटिराखेको हुनुहुन्छ। अनि हामी चाहिँ पहिला यस्तो मजा आउँथ्यो, यति साह्रो ढुङ्गा थिएन यता पहिला। अनि हामी यहाँ आएर जङ्गलबाट
जो फर्स्ट काम त्यो के अरे घाँस काटेर दाउरा काटेर निक्लेपछि यहाँ बस्छ कि सबैजना यहाँ बसेर आराम गरेर बस्छ है यसरी यो सबै हाम्रो यतातिर खरपाकै हो क्या हाम्रो तर मान्छे छैन त्यही कारणले अनि यस्तो जङ्गल भइराखेको छ क्या लालीगुराँसहरू हेर्नु त्यतातिर धेरै तर तपाईँहरूले यहाँ देखिएको छैन होला लालीगुराँसहरू भइराखेको छ क्यामेरा राम्रो छैन फोन राम्रो छैन टल्किराखेको छ के अनि कालो कालो देखिरहेको छ यता लालीगुराँस चाहिँ अनिवार्य छ यहाँ अनि हामी तिर्ख लागेपछि चाहिँ कहाँ पानी खान्छ भने यहाँ हाम्रो उता ट्याङ्कीमा मुहानमा पानी ल्याएको हुन्छ के त्यो पाइप यतातिर छ कि यता यहाँ सबैजना बस्छ आराम गरेर एकछिन सबै ग्रुप भएर जान्छ कि त्यहाँदेखि यहाँ छ क्या पानी चाहिँ यस्तो छ कि यहाँ यता छ कि यता यहाँ चाहिँ पानी यहाँ यो यता यो ठेटी निकाल्छ होइन यो ठ्याक्कै यो निकाल्छ अनि त्यहाँदेखि पानी खान्छ अनि यताको पात टिपेर योको पात टिपेर अनि खान्छ के पानी अनि लालीगुराँस एउटा लालीगुराँस चाहिँ खानै पर्छ फुलेको फुल मिलेर सानो सानोमै छ कि म चढ्थ्यो कि तर यो रुखले थाम्दैन नि त म त्यही कारणले एउटा हाँगा बाँच्छु होइन एउटा हाँगा बाँच्छु र नराम्रो नसोध्नु होला गाइस अनि यस्तो गर्छ नि रस मह हुन्छ कि मह त्यो पनि खान्छ कि त्यस्तो चाहिँ यस्तोले खान्छ कस्तो घाँस पनि यस्तो घाँसको र यो माथिको टुप्पो काट्छ होइन यस्तो टुप्पो काट्छ अनि यहाँबाट तान्छ कि जस्तै म देखाउँछु तपाईँहरूलाई मैले हँसी कहाँ राख्यो हँसी उतै राखेको छ यस्तो गर्छ होइन यहाँ सानो दुलो देख्छु क्या यहाँ सानो दुलो अनि यस्तो गर्छ तर धेरै खायो भने यो महले पनि यो उले रसले पनि हुन्छ अरे क्या मार्छ अरे क्या औषधि वाउ कति मिठो के यस्तो छ के
Oh my god, my god. हेरे यस्तो आउँछ हेरे धेरै झर्छ के ए म झर्छ कि भयो अनि म यो पञ्च चाहिँ फुकाल्छु है यो चाहिँ यस्तो यो बिचको खायो नि ऊ हुन्छ रे के यसले नि माछा रे एउटा रानी जस्तो हुन्छ के यो बिचको यो रातो रातो यो ए कहाँ झऱ्यो यार म्याक खै त त्यो रातो त यहाँ यस्तो यस्तो रातो रातो खायो भने चाहिँ माछा रे तर त्यो खाँदैन म चाहिँ आज चाहिँ यो खाम यस्तो खाम My god. गाउँघरमा चाहिँ यस्तो क्या जङ्गलमा यस्तो यस्तो रुख धेरै छ क्या मेरो क्यामेरा राम्रो छैन फोन राम्रो छैन होइन त्यही भएर राम्रो नदेखेको मात्रै हो तर यस्तो रुखहरू धेरै छ तर टिपेपछि पछि चाहिँ फाल्नु चाहिँ हुँदैन क्या कि सजाउनु पर्छ कि खाइसक्ने हो म चाहिँ जङ्गली मान्छे जस्तै भएको रकर जस्तो सकी अस्ट्रिया टिपेर त्यतिकै चाहिँ राख्दिनँ फेरि गाइस खाइदिनु हो माय गॉड मेरो क्यामेरा राम्रो नभएर हो के हैन तपाईँ हाम्रो गाउँघरमा यस्तो छ टोकेन हेर सानो सानोमा धेरै हुन्छ म उकालो चढ्दैछु अघि भनेको यता हो बस्नेहरू अनि यता हाम्रो खरपाकै हो मेरो पछाडि देखेर ग्लास यस्तो छ धेरै हुन्छ क्या त्यो त भोलिपर्सि झन् त्यो भित्रतिर कति रातो रातो देखिराखेको हुन्छ सबै लाली गुराँसहरूले म थाकिसकेँ माइ गॉड ओ माई गॉड यता चाहिँ हाम्रै खरपाको हो क्या हैन लाली गुराँस देख्नुभयो तपाईँहरूले माथि बाटोसम्म
यता पनि छ के यता लालीगुराँसको त्यो रस खाएपछि खाउँ 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 मन लाग्छ त्यो चुसेपछि फेरि खानेवाला छु फेरि लालीगुराँस खाने कता मात्रै जाने हो कता 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 यस्तो उरालो छ यस्तो छ के भन्नु त है यो सबै घाँस हो कि यो यस्तो मजाले खान्छ गाइस लालीगुराँस हेर्नुहोस् यस्तो छ यस्तो लालीगुराँसहरू छ के आइफोनको क्यामेराबाट उ गर्नु पर्थ्यो भिडियो यस्तो छ कि गाइस यो देख्दा खाउँ मन लागिसक्यो यार मलाई लालीगुराँस टिप्न त हुन्थ्यो अलि यहाँ गुछ क्या यस्तो छ त्यो माथि अलि अहिले चाहिँ नखाम धेरै खानु नि हुँदैन माछ फेरि म आज फेरि म दाउरा नलग्यो यता सुतिराखेको हुन्छ फेरि झ्याममा पारेर यस्तो चाहिँ अब यो मान्छेभन्दा अग्लो अग्लो छ क्या यहाँ ओमा म जान आँटेको कहाँ हो भनेको कहाँ हो गाइस यस्तो छ कि गडी त रुनु पनि मन लाग्छ माय गॉड ओ माय गॉड खरपाका है खरपाका तपाईँहरूलाई देखाउनको लागि मात्रै यहाँ दुःख गरेर उ गरिरहेको छ नत्र यहाँ लड्यो भने खत्तम भयो नि त म हेर्नु त गाइस तपाईँहरूलाई हाम्रो गाउँघरको उहरू देखाउन आँटेको के यस्तो लालीगुराँसहरू देखाउन यस्तो सिनहरू देखाउनको लागि मात्रै हो है नत्र म हेर्दा कता चाहिँ यस्तो छ कि ल लडी हाँसी यहाँ राख्छु डोको पनि निकाल्छु डोकोमा चाहिँ उ हाल्नुपर्छ दाउरा यस्तो गरेर एकछिन मन आँटेछ यार छ्याप पारेर गाइस कस्तो लाग्यो हाम्रो गाउँघर यस्तो लालीगुराँसहरू कस्तो हो तपाईँहरूलाई खान मन लाग्यो भने आउनुहोस् यहाँ एकदम तपाईँहरूलाई फ्री छ तपाईँलाई एकदमै फ्री हो कि फ्री यता तलतिर हेर्न यस्तो छ कि तपाईँहरूले देख्नु भएको छैन होला होइन मेरो क्यामेरा उ छैन ल गाइस यस्तै हो हाम्रो चाहिँ गाउँघरमा म चाहिँ दाउरा हालेको अब स्टार्ट गरेको है म चाहिँ दाउरा ल्याउँछु है दाउरा ल्याउँछु घाँस चाहिँ यस्तो छ क्या
गाइस गाह्रो छ काटेकै छ कि मैले काटेर राखेको सबै यस्तो गरेर लानुपर्छ आज चाहिँ हामीले ज्यादा जस्तो हामीले कस्तो भने बारी गर्छ क्या बारी बनाउँछ क्या कस्तो मिलाएर बारी गर्थ्यो होइन बारी बनाउँथ्यो के आज चाहिँ फर्स्ट टाइम भनौँ न अब योभन्दा अगाडितिर नि बोक्न त बोकेको घरिघरि बोक्थ्यो क्या टोकोमा चाहिँ ज्यादै हामीले बारीमा त्यो एउटा के अरे एउटा केही बनाएर अनि डोरीहरू बनाएर डोरीले बाँधेर अनि त्यहाँदेखि यो नामको गरेर बोक्थेँ नि त आज चाहिँ मैले यो ढोकोमा बोक्न आँटिरहेको छु कि गाइस अब सक्न आँट्यो बारे हाल्न सक्न आँट्यो बोक्न सक्ने हो कि नसक्ने हो भारी चाहिँ हाल्यो गाइस अरू चाहिँ थाहा भएन है यसलाई चाहिँ यस्तो गरेर स्वास पारिदिनु अक्लै भएछ ए तल नगएर अक्लै भयो गाइस अनि हँसिया हातमै बोक्न चाहिँ अलि गाह्रै छ है काटेको देखाउनु पनि गाह्रै छ तपाईँहरूलाई र बारी हालेको यस्तो चाहिँ देखाइराखेको छु किन एक्लै छ मान्छे होइन म एक्लै छु त्यही भएर अब काट्ने कि देखाउने भयो अनि यो हँसिया पनि हातमा बोक्न अलि सम्भव छैन किनभने फोन समात्नु पर्ने छ त्योमाथि भिड छ क्या अलि ठाउँ राम्रो छैन अनि हात एउटाले त केही समात्दाखेरि कि बारी समात्ने अनि फोन समात्ने हो कि के हुन्छ सकेसम्म तपाईँहरूलाई देखाउँदै गर्छ नि त है अहिले चाहिँ यो चाहिँ यो भित्र हाल्ने हो अब बोक्न सक्ला कि सक्दैन ठाउँ राम्रो छ भने बोक्न सक्थ्यो अलि गाह्रै छ ल गाइस बोकेको अब गाइस बोक्न चाहिँ सक्ने रहेछ अलिक गाह्रो हुने रहेछ यहाँ यस्तो छ ठाउँ राम्रो छैन सहीसम्म तपाईँहरूलाई यो अगाडि पुगेर देखाउने कोसिस गर्छु अहिले पनि
कोसिसै गर्छु है ठाउँ राम्रो छैन कि बल्ल बल्ल डाँडा पनि निक्ल्यो यार गाह्रो छ अब ओह्रालो जानुपर्छ फेरि यार गाह्रो छ कि यस्तो छ क्या ठाउँ अनि चिप्लेर लड्यो भने खतम हुन्छ यस्तो छ क्या हाम्रो त्यो जङ्गलबाट यो डाँडा पनि निक्लिएन यस्तो गाह्रो भएको होइन तपाईँलाई देखाउन खोजेँ तर सकेन यस्तो हो कि यसरी बोक्ने हो कि यसरी गाउँघरमै यही हो हेर ल माइ गॉड यसरी यो पसिना देख्यो फेर माइ गॉड भारी बोक्यो पनि त भारी कहिले उता घरमा पुग्ने हो आशै लाग्छ फेरि ओह्रालो जानुपर्ने छ यहाँबाट चाहिँ ओह्रालो चढ्नुपर्छ यसरी किन भनेको ठाउँमै पुग्नुपर्छ यो ओह्रालो पनि गाह्रो छ सकेसम्म म बिस्तारै चढ्छु त्यहाँ तल गाउँघरको दुःख सुख यस्तै हो गाइस बाटोमा आइपुग्यो बाटोमा यस्तो अघि भनेको बाटोमै आइपुग्यो यसरी बोक्नुपर्छ यार गाउँघरको जिन्दगी यस्तै हो यसरी बोक्दा चाहिँ बाटो सानोमा चाहिँ गाह्रै हुन्छ पसिना हेर्ने माइ गॉड यसो हो के यसो जिन्दगी यही हो बाटो पनि यस्तै छ जङ्गलको बाटो अहिले हँसी भित्र राखेको कारण यस्तै हो क्या बारी मेरो चाहिँ बानी भइसक्छ यस्तोरी समात्नुपर्छ कि
के राइटले समाउनु पर्छ कि लेफ्टले? अब फेरि ओह्रालो झर्नुपर्छ अनि तेर्सो आउँछ। यस्तो सानो बाटोमा चाहिँ अलिक गाह्रै छ। यस्तो घाममा त्यसरी आउनुपर्छ। हो खतरा पसिना झर्छ त है। गाउँघरको एक्सर्साइज चाहिँ यही हुन्छ क्या। के कहाँ जाँदा उकालो ओह्रालो तेर्सो हिँड्दै यस्तो हुन्छ कि। अब तलतिर दिदी छ होला, दिदीले पनि बोलाउनु पर्ने छ। अब ओह्रालो जानुपर्ने छ क्या यसरी। यो ओह्रालोको बाटो यही हो। पसिना गाह्रो छ गाइस गाउँघरको जिन्दगी। यहाँको धुवा झार्दैछ मजाले। हारी पनि यस्तो छ। आज खाना नै खाएको छैन। खाना त के हो, ब्रेकफास्ट पनि खाएको छैन। त्यो एउटा भैँसीको दुध पियो। यसरी राख्नु नि मिल्छ है, यसरी बारी बेस। अनि 1 गिलास हुने 2 गिलास चाहिँ दुध पियो भैँसीको होइन। अनि यतिले आइपुग्यो घाँस काटेर उ गरेर। अनि घरको काम गरिसकेर अनि यता अब दौरा लिन चाहिँ 2 गिलासले काम भ्यायो भनौँ न। अब यो पुग्दा पानी खाएको छैन। अब खाजाको साथ अब खानै खानुपर्छ। टाइम त्यस्तै यस्तो छ क्या। पछाडि हेरेर टाइम साढे कति 10:13 भइसकेको छ होइन टाइम चाहिँ। माइ गड यस्तो छ बारी। अब यो तेर्सो जानुपर्छ, ओह्रालो जानुपर्छ, फेरि यो उकालो चढेर फेरि ओह्रालो, तेर्सो गाह्रो छ। अब बोक्नुपर्छ, हिँड्नुपर्छ गाइस। ल हाम्रो गाउँघरको चाहिँ यस्तै हो। तपाईँहरूकोतिर कस्तो छ? यता चाहिँ अलि बाटो गाह्रै छ। बाटो सानोतिर चाहिँ
छट्के परेर हिँड्नुपर्छ यस्तो पाहाडी पुग्दा चाहिँ। यस्तो छ हेर्नुहोस्, तर राम्रो देखिएको छैन है, मेरो फेस चाहिँ राम्रो देखिएको छैन यहाँ। अब अरू त के भनौँ होइन, मेरो फेस चाहिँ त राम्रो देखिएको छैन। यस्तो छ बाटो, अलिक बाटो गाह्रै छ। यस्तो छ कि बाटो, यस्तो बाटो आउनुपर्छ। हेर्नु त, यस्तो ओह्रालो झर्नुपर्छ, यस्तो यस्तो बाटो। यस्तो छ गाइस। अनि यस्तो गरेर ठ्याक्क निन्द्रा पनि दामी आउँछ है, सुत्यो भने राति। दिउँसोभरि काम गरेको हुन्छ होइन, यस्तो यताउति गरेर थाकेको हुन्छ, राति फोन खेला भनेर बेडमा बस्नुपर्छ, त्यत्तिकै निद आइहाल्छ। नाम्लो पनि अलि लामै भएछ मेरो। यस्तो छ दाउराहरू। दिदीलाई नै बोलाउनु पर्ने छ। सुमित्रा, सुमित्रा, दिदी पनि दाउरै ल्याएको छ, ल्याउन आँटेको होला। म पनि दाउरै ल्यायो, बिहान चाहिँ गाछ ल्याएको छ, पुग्छ। बाख्रालाई बाबाले, गाई भैँसीहरूलाई दिदी र म, अनि यस्तै गाई भैँसीहरूले चाहिँ हाम्रो घाँस काट्छ कि, बाख्रालाई चाहिँ बुबाले गर्छ। राति चाहिँ फेरि बाख्रालाई पनि घाँस छाम्दै हुन्छ नि त। दिदीलाई नै बोलाइसक्यो, दिदी आउनु आँट्दैछ। गाइस पुग्यो घरमा। अगाडि अघितिर चाहिँ किन नदेखाऊ भने अर्को मान्छे थियो, त्यही भएर देखाएन। यहाँ हेर्नु,
ल गाइस यति हो बाई अब पुग्यो यता मेरो घर यो माथि पनि घर हो बाई बाई राखेँ